नमस्ते, म पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी टिम क्याप्टेन मानबहादुर श्रेष्ठ। आज के को लागि भिडियो बनाएको छु भनेको तपाईहरुले गेसै गरिसक्नु भएको छ। आज चाहिँ स्पेशल यो जुन 9 पिएन कप एनबीए कप चाहिँ पोखराको रंगशालामा सञ्चालन भइरहेको छ। त्यसमा चाहिँ मेरो टिम टिपटप हेल्प नेपाल टिम र गण्डकी प्रदेशको टिम फाइनल पुगेको छ। यसमा चाहिँ सम्पूर्ण लाखौं दर्शकबिनहरु हजारौं दर्शकबिनहरु चाहिँ उपस्थित हुँदै हुनुहुन्छ र सँगसँगै लाखौं करोडौं मान्छेले चाहिँ हेर्दै हुनुहुन्छ। उहाँहरु सबैलाई चाहिँ एकदम खेलको आनन्द मजा लिन हुन अनुरोध गर्दछु र तपाईहरु जो रंगशालामा आएर गेम हेर्दै हुनुहुन्छ उहाँहरुले चाहिँ अलिकति आफ्नो सुरक्षा आफू स्वयं नै राख्नु होला, किनभने त्यहाँ एकदमै धेरै गर्मी रहेको छ र आफूलाई चाहिने सामानहरु जस्तै साना पंखाहरु, हाते फ्यानहरु, अब तपाईले केही अरु हम्किने चीजहरु, आफूलाई शीतल हुने चीजहरु चाहिँ आफ्नो व्यवस्था आफैले गर्नु होला। र अर्को भनेको चाहिँ एकदम भिडभाडको कारणले गर्दा चाहिँ अलिकति साना बच्चाहरुलाई चाहिँ एकदम गाह्रो हुन सक्छ। त्यो भएको भएर चाहिँ सम्पूर्ण आमा बुवाहरुले चाहिँ बच्चाहरुको पनि केयर गर्नु होला। अनि र सकेसम्म चाहिँ अब आयोजक नेपाल भलिबल संघ भए तापनि आज चाहिँ स्पेशल यो गण्डकी प्रदेशमा भएको कारणले गर्दा चाहिँ सपोर्टहरु लाग्छ। सम्भवतः धेरै जना चाहिँ गण्डकी प्रदेशकै हुनुहुन्छ र हामीलाई पनि सपोर्ट गर्दिनु हुनको लागि चाहिँ अनुरोध गर्दछु भन्दै अब खेलमै भेटौँला। टिपटपलाई सपोर्ट गर्नु होला। धन्यवाद। खेलतिरै रमाइलो गरौँ।